ल है, लोकसेवा आयोगको तयारी गर्ने त सोचियो, तर सुरु चाहिँ कहाँबाट गर्ने? यो प्रश्नले धेरैलाई अलमलमा पार्छ। तर चिन्ता लिनु पर्दैन, किनभने आजको यो चर्चामा हामी शून्यबाट जागिरसम्म पुग्ने एउटा एकदमै स्पष्ट बाटोबारे कुरा गर्नेछौँ। हो, सबैभन्दा पहिलो र सबैभन्दा ठूलो प्रश्न नै यही हो। लोकसेवा आयोगको तयारी आखिर सुरु कहाँबाट गर्ने? यो एउटा यस्तो प्रश्न हो जसले गर्दा धेरैजनाले त यात्रा सुरु गर्नुभन्दा पहिले नै हार मानिसकेका हुन्छन्। तर यो जति जटिल देखिन्छ नि, यसको समाधान त्यति नै सरल छ। यो एउटा सानो सङ्ख्यामा लुकेको छ। त्यो हो 7। हो, ठिक सुन्नुभयो, जम्मा 7वटा चरणहरू। हो, जम्मा 7वटा स्पष्ट चरणहरूको एउटा प्रमाणित ढाँचा। यो कुनै अनुमानको भरमा बनाइएको बाटो होइन, बरु तयारी गर्ने सोच आएको दिनदेखि जागिर हात पर्नेसम्मको एउटा व्यवस्थित नक्सा हो। ल अब ढिला नगरी सुरु गरिहालौँ है त। कुनै पनि बलियो घर बनाउनु अघि त्यसको जग बलियो हुनुपर्छ, होइन र? लोकसेवाको तयारी पनि ठ्याक्कै त्यस्तै हो। त्यसैले हाम्रो यात्राको पहिलो पाइला नै यही जग बसाल्ने बारेमा छ। सिधै किताबको पाना पल्टाउनु अघि सबैभन्दा पहिलो र महत्त्वपूर्ण काम हो आफ्नो जगबारे स्पष्ट हुने। यसमा दुईवटा कुरा पर्छन्। पहिलो, आफूले दिन चाहेको पदको लागि योग्यता पुग्छ कि पुग्दैन भनेर ढुक्क हुने। र दोस्रो, लोकसेवा आयोगको आधिकारिक वार्षिक कार्यतालिकालाई राम्रोसँग बुझ्ने। कहिले विज्ञापन खुल्छ, कहिले परीक्षा हुन्छ, यी सब कुराको जानकारीले तयारीलाई सही दिशा दिन्छ। ल, जगको काम सकियो। अब पालो आउँछ युद्धको लागि हतियार जम्मा गर्ने, मतलब तयारीको लागि आवश्यक पाठ्यक्रम र सामग्री सङ्कलन गर्ने। दोस्रो चरणमा लोकसेवाको वेबसाइटमा गएर आफूले रोजेको पदको आधिकारिक पाठ्यक्रम तुरन्तै डाउनलोड गरिहाल्ने। यो हाम्रो यात्राको नक्सा हो। अनि तेस्रो चरणमा ठिक्क त्यही पाठ्यक्रमलाई आधार मानेर चाहिने किताब, नोटहरू र अरू सामग्रीहरू जम्मा गर्ने। एउटा कुरा याद राखौँ, पाठ्यक्रमभन्दा बाहिर जानु भनेको सिधै समय बर्बाद गर्नु हो। अब हामी तयारीको सबैभन्दा मुख्य चरण अर्थात् कोर फेजमा प्रवेश गर्दैछौँ। यो हो अध्ययन र लेखन अभ्यासको चरण। र यी दुई कुरा एक अर्कासँग नङ र मासु जस्तै जोडिएका छन्। चौथो चरण हो अध्ययन, तर यो भनेको दिनभरि किताबमा घोत्लिनु मात्रै होइन है, यो हो एक्टिभ स्टडी। यसमा 3वटा काम पर्छन्। पहिलो, हरेक विषयलाई रटेर होइन गहिरोसँग बुझेर पढ्ने। दोस्रो, पढेको कुरालाई दिमागमा बसाउन आफ्नै भाषामा नोट बनाउने। अनि तेस्रो, आफू जस्तै तयारी गरिरहेका अरू साथीहरूसँग छलफल गर्ने। यसले कन्सेप्टलाई झन क्लियर बनाउँछ। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझौँ है, पढ्नु र लेख्नुमा के फरक छ? पढाइ भनेको ज्ञान जम्मा गर्नु हो, यो दिमागको लागि इनपुट हो। तर लेखाइ भनेको त्यो जम्मा भएको ज्ञानलाई बाहिर निकालेर देखाउनु हो, यो आउटपुट हो। र परीक्षामा जाँचिने कुरा के हो त? इनपुट होइन, आउटपुट हो। यो भनाइले सबै कुरा स्पष्ट पार्छ। जबसम्म लोकसेवा आयोगले दिएको खाली पानामा आफ्नो ज्ञानलाई अक्षर बनाएर उतार्न सकिँदैन, तबसम्म परीक्षा पास गर्न सकिँदैन। योभन्दा ठूलो सत्य केही छैन। त्यसो भए हाम्रो 5औं र सायद सबैभन्दा महत्त्वपूर्ण चरण के रहेछ त? हो, लेखन कलामा पोख्त हुने। उत्तरहरू बारम्बार फेरि लेखेर अभ्यास गर्ने। सफलताको असली साँचो यही हो। जति धेरै लेख्यो त्यति नै विचार स्पष्ट हुन्छ, स्पिड बढ्छ र समय व्यवस्थापन पनि राम्रो हुँदै जान्छ। ल, अब हामी तयारीको अन्तिम चरणतिर लागौँ, जहाँ हामी आफ्नो ज्ञानलाई जाँचौँ र यो यात्रालाई बीचमै नछोड्ने प्रण गर्छौँ। छैटौं चरण हो आफैलाई परीक्षण गर्ने। बेला बेलामा नमुना परीक्षाहरूमा सहभागी हुने। यसले वास्तविक परीक्षाको लागि समय व्यवस्थापन गर्न र आफ्ना कमी कमजोरीहरू पत्ता लगाउन मद्दत गर्छ। र 7औं अनि अन्तिम तर सबैभन्दा शक्तिशाली चरण हो निरन्तरता। यो लामो दौड हो, कहिलेकाहीँ निराश हुन सकिन्छ, तर हरेस नखाई अनुशासित भएर लागिरहनु नै सफलताको अन्तिम सूत्र हो। ल, अब सरर र एकचोटि हामीले कुरा गरेको यो 7 चरणको रोडम्यापलाई हेरौँ है त। पहिलो, आफ्नो जग थाहा पाउने। दोस्रो, पाठ्यक्रम लिने। तेस्रो, सामग्री जम्मा गर्ने। चौथो, सक्रिय अध्ययन गर्ने। 5औं, निरन्तर लेख्ने अभ्यास गर्ने। 6औं, नमुना परीक्षाहरू दिने। र 7औं, निरन्तर लागिरहने। यो स्पष्ट खाका हातमा आइसकेपछि अब आफ्नो यात्रा सुरु गर्ने बेला भएको छ। यो बाटोमा हिँड्न तयार हुने होइन त सफलता पक्कै पनि प्रतीक्षामा छ।